त्यही नै हो सायद म मात्रै यस्तो मान्छे होला क्या माल्टा आएको लगभग 2 वर्ष भयो 2 वर्षमा पहिलोपल्ट बोजू जाँदैछु क्या सायद म मात्रै होला क्या यस्तो मान्छे चाहिँ इफ अरू चाहिँ खै प्रायः चाहिँ जानुभएको हुन्छ होला तर मेरो चाहिँ यो फर्स्ट जर्नी हो है माल्टा टु बोजू मान्छेहरूको चाहिँ क्राउड चाहिँ छ त्यहाँ पनि छ उता पनि छ होइन धेरै अब चाहिँ लगभग यो सिप चाहिँ हिँड्न सुरु गरेको हो कि जस्तो चाहिँ मलाई लागेको छ सो त्यही नै हो मैले आज मेरो माल्टादेखि बोजोको पुरा भिडियो हाल्नेछु भिडियोलाई राम्रोसँग हेरिदिनु होला माया गल्तीले गर्नु होला होइन अब चाहिँ यो सिप हिँड्छ होला माल्टाको अहिलेको रेन किनकि यो समय भनेको वेदर चेन्ज हुने समय हो किनकि समर सकेर चाहिँ अहिले ठ्याक्कै विन्टर स्टार्ट हुँदैछ क्या त्यो कारणले गर्दा पनि जस्तो हाम्रो चाहिँ नेपालमा चाहिँ जस्तो बर्खायाम भने जस्तो हुन्छ नि त त्यो टाइम भनेको अहिले माल्टामा चलिरहेको छ क्या त्यस्तो छ लाग्छ वरिपरि हिँड्छ यसमा कस्तो छ सब देखाउँछु म भिडियोलाई चाहिँ रेगुलर हेरिदिनु होला माया गरिदिनु गर्नु होला च्यानल सब्सक्राइब गर्नु होला यतापट्टि चाहिँ यस्तो छ यो चाहिँ सिपहरूको ड्राइभरको ठाउँ होला क्या अब के गर्नु पहिलोचोटि अब त म चाहिँ मेरो सन्दर्भमा लिएर हेर्दा चाहिँ फर्स्ट टाइम म यो यति ठुलोको सिपमा चढेको हुँ योभन्दा त कहीँ गुणा ठुलो सिप देखेको छु तर मेरो सन्दर्भमा चाहिँ यो चाहिँ फर्स्ट टाइम हो ल फाइनली सिप हो है फाइनली सिप हो अब दाइ कता जानुभयो बबल सो मेरो चाहिँ यो फर्स्ट एक्सपिरियन्स हो त्यो कारणले गर्दा पनि कतिपय लाग्यो जस्तो देखाउन कति देखाएन भन्नु होला मलाई यसैमा इन्जोय चाहिँ यसैमा रहन गएको छ म देखाउनु कसै ठुलो समस्या होला जस्तो चाहिँ मलाई लाग्दैन क्या सिप चाहिँ हिँड्यो ल यहाँबाट फोन फस्यो भने त 2 लाख रुपियाँ चुन झर्न लागेको पोज तर मौसममा चाहिँ अहिले चाहिँ साथ दियो क्या है अघि त यस्तो थियो यस्तो पानी आएको थियो त्यहाँबाट घरमा त्यो किलोहरू नै भेलाइटीदेखि चढेको क्या त इन्डियनहरू चाहिँ मेरो यो लेस चाहिँ लास्टिक के हिँड्नु यो चाहिँ सिपभित्रको देखाउँछु म तपाईँहरूलाई यस्तो छ यता मान्छेको क्राउड यस्तो छ सो फाइनली खुल्यो यस्तो धेरैमा तर यो झोला बोकेर हिँड्नु चाहिँ काममै हिँडे जस्तो फिल हुने क्या होइन काममै गएर आएछ किनकि माल्टामा बस्ने मान्छेको झोला भनेको त खुर्पेटो जस्तो हो क्या झोला भएन भने त खासै अर्थै लाग्दैन काम हिँड्नु वेलकम टु बोजो ल टक्क हामी बोजो चाहिँ आइपुग्यौँ अब यहाँ टक्क एक्सप्लोर गरिन्छ कुन कुन ठाउँ कस्तो कस्तो छ अनि कपाल घुमिन्छ अनि त्यसपछि चाहिँ साँझ फर्किन्छ
चाहिँ एउटा चाहिँ कुरा के डर लाग्नु भन्दाखेरि चाहिँ कतै भिडियो फोटो नट अलाउडेड लेखेको छ गर्ने क्या त्यस्तो भएर चाहिँ लेख्नु हुन्छ नि त सिसी क्यामेरा कि त होइन बाहिरको देशको मान्छे भइसकेपछि चाहिँ यस्तो कुरामा केयरलेस गरेको चाहिँ राम्रो होइन किनकि हामीहरू त यहाँ समयको लागि आएको नि त त्यो कारणले गर्दा ठुलै समस्या चाहिँ ननिम्तियोस् भन्ने फाइनल्ली बाहिर आइपुग्यो सो हामीहरूको चाहिँ यस्तो भयो कि यो ठाउँ त्यो म्यापमा हेर्दा चाहिँ यस्तो बवाल देखाएको थियो होइन हामीले म्याप हेर्दै 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 आएको तर यहाँ आउँदाखेरि यस्तो डेन्जर छ नि यस्तो डेन्जर साल हालिदिएको छ नि अब हामीहरूले त सायद घरतिर नेपालतिर पनि देखेको भएर हो कि खासै इन्ट्रेस्ट नलाग्ने क्या यस्तो देख्दाखेरि चाहिँ अब म यहाँ गयो भने त सिधै सेन्टी फ्लाइट हो सो दाइ के गर्ने मिल्छ डेन्जर त गोजोको एउटा मेन टुरिज्म एरिया चाहिँ हामीहरू घुम्यो दाइ पछाडि हुनुहुन्छ है दाइ कस्तो लाग्दैछ सो म्यापमा हेर्दै आउँदाखेरि त राम्रो थियो कि यस्तो राम्रो थियो तर रियलमा चाहिँ आरा लास्ट हो भयो किनकि हामी चाहिँ यस्तो टाइममा परियो कि फेरि ठ्याक्कै विन्टर स्टार्ट हुने टाइम पनि यही आज विन्डी तपाईँको यस्तो थियो कि लाइक 80% थियो क्या यस्तो विन्डी थियो अनि त्यसपछि तपाईँको रेनिङ पनि आजै परिदियो सो सबै कुराबाट चाहिँ पछि परियो क्या आज चाहिँ तै पनि मान्छेहरू अझै पनि घुम्न आइरहेको छन् सो अब हामीहरूलाई चाहिँ नेपालतिर पनि यस्तो डाँडा काँडा त हामी हिँडेरै गरिरहेको नि त मैले त अर्घाँचीको मान्छे होइन अर्घाँचीमा यस्तो यसो त कति देखियो क्या हामी चाहिँ घुब्यो होइन यस्तो बवाल छाल आएको छ नि यसमा आम्मामा यस्तो डेन्जर छाल छ नि नजिक जानै सकेन कि किनकि रिक्सी हुन्छ भने चाहिँ हामी त जान सकेन त जाने जान्छ जा अनि बसी त बोल्ट हान्यो यस्तो डेन्जर ठाउँ छ नि हो प्लास्टिक खतरनाक ठाउँ किनकि आज हामी यस्तो ब्याड कन्डिसनमा हिँड्यौँ नि यस्तो ब्याड वेदरमा हिँड्यौँ नि सबै कुराले हामीलाई आज धोका दियो क्या तर केही छैन हाम्रा सूर्य बाबाले चाहिँ साथ दिइरहनु भएको छ सो त्योभन्दा बढी रमाइलो भयो सो सरी यही हो यिनीहरू चाहिँ बाहिरको मान्छेहरूले सबै गयो होइन अनि आज म जता पनि गएँ गोजोमा आफू गएको ठाउँको चाहिँ बनाएँ तपाईँलाई देख्न कस्तो लाग्यो के लाग्यो पनि तपाईँलाई सही लाग्यो होला त्यही ठाउँको भए पनि तपाईँलाई हुन्छ नि प्लेस घुम्नु जस्तो फिल भएको होला त्यो चाहिँ म यहाँबाट आफूले आफूलाई छु सो त्यही हो भिडियोहरू हेर्नु गर्नु होला नयाँ गरिदिनु गर्नु होला च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला हामी यहाँबाट चाहिँ जाने चाहिँ यहाँ हो एउटा चिप्लो गइरहेको